नमस्कार, प्रेरणाका कथाको अर्को श्रृङ्खलामा तपाईँलाई स्वागत छ। आजको यस भिडियोमा हामी जान्नेछौँ किन बिहान उठ्ने बित्तिकै गरिने सानो अभ्यासले तपाईँको स्वास्थ्य, ऊर्जा र जीवनमा अद्भुत परिवर्तन ल्याउन सक्छ। हजारौँ वर्ष अघि गौतम बुद्धले सिकाएको एक सरल तर शक्तिशाली रहस्य छ, जसले शरीरलाई बलियो, मनलाई शान्त र आत्मालाई उज्यालो बनाउँछ। यदि तपाईँ चाहनुहुन्छ रोगमुक्त शरीर, शान्त मन र सकारात्मक जीवन, भिडियो अन्तिमसम्म हेर्नुहोस्, किनकि स्वास्थ्यको वास्तविक रहस्य बाहिर होइन, तपाईँको बिहानको पहिलो सोचमा लुकेको छ। च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्न नबिर्सिनुहोला। अब सुरु गरौँ। कल्पना गर्नुहोस्, बिहानको शान्त समय सूर्यको पहिलो किरणले तपाईँको कोठामा हल्का उज्यालो फाल्दैछ। चारैतिर चराहरूको मधुर आवाज गुन्जिरहेको छ। तपाईँ बिस्तारै उठ्दै हुनुहुन्छ, तर के तपाईँलाई थाहा छ, यही 5 मिनटले तपाईँको स्वास्थ्य, ऊर्जा र जीवन नै बदल्न सक्छ। गौतम बुद्धले हजारौँ वर्ष अघि सिकाएको एउटा सरल तर शक्तिशाली अभ्यास छ, जसले तपाईँको शरीर बलियो, मन शान्त र आत्मा उज्यालो बनाउँछ। छोटो समय, सानो अभ्यास, तर परिणाम जीवनभरका लागि स्थायी। कल्पना गर्नुहोस्, शान्त बिहान छ, आकाश हल्का नीलो छ, चराहरूको मधुर आवाज गुन्जिरहेको छ र तपाईँ निन्द्राबाट बिस्तारै उठ्दै हुनुहुन्छ। यही क्षण तपाईँको जीवन बदल्न सक्छ। भन्छन्, बिहान उठ्ने बित्तिकै यदि एउटा सही कुरा ग्रहण गरियो भने शरीर सधैँ स्वस्थ, मन सधैँ शान्त र जीवन सधैँ ऊर्जावान रहन्छ। आज हामी स्वास्थ्यको गहिरो रहस्यसँग जोडिएको एउटा प्रेरणादायक कथा सुन्दैछौँ। एक दिन बुद्ध आफ्ना भिक्षुहरूलाई लिएर गाउँतिर भ्रमणमा जानुभयो। त्यहाँ एक युवक आएर दुखी स्वरमा सोध्यो, भगवान, म सधैँ बिरामी परिरहन्छु। शरीर कमजोर छ, मन अशान्त छ, के सधैँ यस्तै रहन्छु? बुद्ध मुस्कुराउनु भयो र भन्नुभयो, तिमी बिहान उठ्ने बित्तिकै के गर्छौ? युवकले भन्यो, म हतारमा उठ्छु, दिनभरको दिकदार काम सम्झन्छु अनि कामतिर दौडिन्छु। बुद्धले शान्त स्वरमा भन्नुभयो, त्यही नै तिम्रो रोगको जड हो। बुद्धले सिकाउनु भयो, बिहान उठ्ने बित्तिकै सबैभन्दा पहिले कृतज्ञता ग्रहण गर। एक गिलास शुद्ध पानी पिउँदै मनमा तीन कुरा सम्झ, म जीवित छु, म स्वस्थ हुन सक्छु र आजको दिन नयाँ अवसर हो। बुद्धका अनुसार शरीरको आधा रोग चिन्ताबाट सुरु हुन्छ। जब मानिस उठ्ने बित्तिकै डर, तनाव र नकारात्मक सोच ग्रहण गर्छ, तब शरीरको ऊर्जा कम हुन्छ। तर यदि बिहानको पहिलो भोजन सकारात्मक सोच, शान्त श्वास र कृतज्ञता हो भने शरीर स्वाभाविक रूपमा बलियो बन्छ। बुद्धले भन्नुभयो, शरीरलाई औषधि चाहिन सक्छ, तर आत्मालाई शान्ति चाहिन्छ। बिहान खाली पेट मनतातो पानी पिउनु शरीर शुद्धिकरणको सरल उपाय हो, तर यो भन्दा शक्तिशाली कुरा हो शुद्ध विचार। जब तपाईँ बिहान 5 मिनट गहिरो श्वास लिनुहुन्छ, सूर्यको उज्यालोलाई महसुस गर्नुहुन्छ र मनमा आभार व्यक्त गर्नुहुन्छ, तब तपाईँको शरीरमा सकारात्मक ऊर्जा फैलिन्छ। यही ऊर्जा नै रोगसँग लड्ने साँचो शक्ति हो। त्यस दिनदेखि त्यो युवकले बुद्धको सल्लाह पालना गर्यो। केही हप्तामै उसको अनुहारमा चमक आयो, शरीर हलुका भयो र मन शान्त भयो। उसले महसुस गर्यो, स्वास्थ्य बाहिर खोज्ने कुरा होइन, भित्रबाट सुरु हुने प्रक्रिया हो। बिहान उठ्ने बित्तिकै नकारात्मकता होइन,
कृतज्ञता खानुहोस्, शुद्ध पानी पिउनुहोस्, गहिरो श्वास लिनुहोस् र सकारात्मक सोच अपनाउनुहोस्। स्वस्थ शरीरको रहस्य महँगो औषधिमा होइन, बिहानको पहिलो विचारमा लुकेको छ। जब तपाईँ दिनको सुरुवात सही तरिकाले गर्नुहुन्छ, तब रोग तपाईँको नजिक आउन सक्दैन। यही नै बुद्धको सरल तर गहिरो शिक्षा हो। मन स्वस्थ छ भने शरीर आफै स्वस्थ बन्छ। जब बिहानको चिसो हावा तपाईँको अनुहारमा हल्का छुन्छ, पूर्व दिशाबाट घामको पहिलो किरण झुल्किन थाल्छ र संसार बिस्तारै बिउजिरहेको हुन्छ। यही पवित्र क्षणमा जीवनको सबैभन्दा ठुलो औषधि लुकेको छ। भनिन्छ, मानिस दिनभर जे सोच्दछ, जे महसुस गर्छ, यसको बिउ बिहानै रोपिन्छ र यही सन्देश गहिराईमा बुझाउनु भएको थियो गौतम बुद्धले। बिहान उठ्ने बित्तिकै नकारात्मकता होइन, कृतज्ञता खानुहोस्, शुद्ध पानी पिउनुहोस्, गहिरो श्वास लिनुहोस् र सकारात्मक सोच अपनाउनुहोस्। स्वास्थ्य शरीरको रहस्य महँगो औषधिमा होइन, बिहानको पहिलो विचारमा लुकेको छ। जब तपाईँ दिनको सुरुवात सही तरिकाले गर्नुहुन्छ, तब रोग तपाईँको नजिक आउन सक्दैन। यही नै बुद्धको सरल तर गहिरो शिक्षा हो। मन स्वस्थ छ भने शरीर आफै स्वस्थ बन्छ। अब कल्पना गर्नुहोस्, बिहानको समय 4 वा 5 बजेको छ। संसार अझै आधा निन्द्रामै छ, तर तपाईँ बिस्तारै उठ्दै हुनुहुन्छ। यही समयलाई बुद्धले जागरणको समय भन्नुभएको थियो। जब धेरै मानिस निन्द्रामा हुन्छन्, त्यो बेला वातावरण शुद्ध ऊर्जा, हल्का र मन स्वाभाविक रूपमा शान्त हुन्छ। यही समयलाई सही रूपमा प्रयोग गर्न सके जीवन नै बदल्न सक्छ। बिहान उठ्ने बित्तिकै खानुपर्ने सबैभन्दा ठुलो कुरा हो सजगता। पिउनुपर्ने सबैभन्दा ठुलो औषधि हो शान्ति। श्वास ग्रहण गर्नुपर्ने सबैभन्दा ठुलो शक्ति हो कृतज्ञता। यदि तपाईँ दिनको पहिलो 15 मिनेट आफ्नो मनलाई शुद्ध गर्न दिनुहुन्छ भने तपाईँले धेरै रोगहरूलाई ढोका बाहिरै रोक्नुहुन्छ। याद राख्नुहोस्, स्वास्थ्य चमत्कार होइन, चेतनाको परिणाम हो। बुद्धको शिक्षा सरल छ, मनलाई जित, शरीर स्वस्थ हुनेछ। एक दिन वर्षायामको समय थियो। आकाश बादलले ढाकिएको थियो। भिक्षुहरू विहारभित्रै बसेका थिए। यही बेला एक भिक्षु फेरि उठे र गौतम बुद्धलाई सोधे, भगवान, यदि बिहानको अभ्यास यति शक्तिशाली छ भने किन धेरै मानिसलाई यसको महत्त्व थाहा हुँदैन? बुद्धले बाहिर परिरहेको पानीतिर हेर्नुभयो र भन्नुभयो, पानी सधैँ आकाशबाट झर्छ, तर सबैले भाँडो बाहिर राख्दैनन्। त्यसपछि उहाँले बुझाउनुभयो, ज्ञान सधैँ उपलब्ध हुन्छ, तर ग्रहण गर्ने मन तयार हुनुपर्छ। उहाँले भिक्षुहरूलाई अर्को अभ्यास सिकाउनुभयो। बिहान उठ्ने बित्तिकै मनमा एउटा सानो सङ्कल्प गर्नुहोस्, आज म कसैलाई दुःख दिने छैन। आज म आफ्नो शरीरको आदर गर्नेछु। आज म नकारात्मक शब्द बोल्ने छैन। बुद्धले भन्नुभयो, शब्द औषधि र विष दुवै हुन्। यदि बिहानै तपाईँले आफूलाई कमजोर, असफल वा बिरामी भनिरहनु भयो भने यो शब्दले तपाईँको शरीरमा असर गर्छ। तर यदि तपाईँले आफूलाई सक्षम, स्वस्थ र शान्त भन्नुभयो भने शरीरले त्यही सङ्केत ग्रहण गर्छ। त्यसपछि उहाँले एउटा गहिरो सत्य भन्नुभयो, मन जहाँ जान्छ शरीर त्यही पछ्याउँछ। यदि तपाईँको मन डरमा बाँच्यो भने शरीर तनावमा बस्छ। यदि मन शान्त भयो भने शरीर सहज बन्छ। यही कारणले बिहानको पहिलो विकार सबैभन्दा शक्तिशाली हुन्छ। बुद्धले आफ्नो हात मुटुमा राख्दै भन्नुभयो,
साँचो औषधि यहीँ छ। उहाँको सङ्केत मनतर्फ थियो। उहाँले अन्तिम शिक्षा दिनुभयो, दिनको सुरुवात आफूसँग मित्रता गरेर गर। आफ्नो शरीरलाई दोष नदेऊ, आफ्नो विगतलाई घृणा नगर, आफ्नो कमजोरीलाई स्वीकार गर। जब तपाईँ बिहान आफूसँग प्रेम गर्न सिक्नुहुन्छ, तपाईँको शरीर शत्रु होइन, साथी बन्छ। रोग पनि कहिलेकाहीँ सन्देश मात्र हुन्छ, आफूलाई ध्यान देऊ भन्ने सन्देश। बिहान उठ्ने बित्तिकै 1 गिलास तातो पानी पिउनुहोस्, 5 मिनट गहिरो श्वास लिनुहोस्, 3 वाक्य कृतज्ञता बोल्नुहोस्, एउटा सकारात्मक सङ्कल्प लिनुहोस्, मनमा कसैलाई क्षमा गर्नुहोस्। यदि तपाईँले यी साना अभ्यासलाई निरन्तरता दिनुभयो भने तपाईँ केवल रोगबाट टाढा बस्नुहुन्न, तपाईँ मानसिक रूपमा बलियो, भावनात्मक रूपमा स्थिर र आत्मिक रूपमा उज्यालो बन्नुहुन्छ। यही नै बुद्धको गहिरो सन्देश हो, जसले बिहानलाई सचेत बनाउँछ, जसले जीवनलाई सन्तुलित बनाउँछ। पूर्व दिशाबाट सूर्य उदाउँदै थियो। भिक्षुहरू ध्यानमा बसेका थिए। यही बेला गौतम बुद्धले बिस्तारै आँखा खोल्नुभयो र माटोमा एउटा रेखा कोर्दै भन्नुभयो, जीवन हरेक बिहान नयाँ पाना जस्तै खुल्छ। तर धेरै मानिसले हिजोको धुलो लिएर आजको पानामा फ्याँक्छन्। त्यसपछि बुद्धले एक गहिरो अभ्यास सिकाउनुभयो। बिहान उठ्ने बित्तिकै आँखा बन्द गरेर मनमा 3 प्रश्न सोध्नुहोस्। 1. म आज कसरी शान्त रहन सक्छु? 2. म आज आफ्नो शरीरलाई कसरी सम्मान गर्न सक्छु? र 3. म आज कसैको जीवनमा कसरी उज्यालो बन्न सक्छु? बुद्धले भन्नुभयो, जसले बिहान आफैलाई सही प्रश्न सोध्छ उसले दिनभर सही उत्तर भेट्छ। उहाँले अर्को महत्त्वपूर्ण कुरा जोड्नुभयो, भोक लागेपछि मात्र खानु, रिस उठेपछि मात्र बोल्नु र थाकेपछि मात्र विश्राम लिनु। यसको अर्थ थियो, शरीरको सङ्केत सुन्नुहोस्। धेरै रोग तब आउँछन् जब हामी शरीरको सन्देश बेवास्ता गर्छौँ। बिहान उठ्ने बित्तिकै यदि तपाईँले आफ्नो शरीरलाई ध्यान दिनुभयो भने दिनभर सचेत रहन सक्नुहुन्छ। बुद्धले एउटा सुन्दर उपदेश दिनुभयो, तिमी एउटा बगैँचा हौ। यदि बिहानै बगैँचामा पानी हालियो भने फुलहरू दिनभर ताजा रहन्छन्। त्यसैले बिहानको समय तपाईँको बगैँचामा पानी हाल्ने समय हो। शुद्ध पानी, प्रकाश, सकारात्मक विचार, हावा, गहिरो श्वास, माया, आत्मस्वीकार, यदि यी 4 कुरा तपाईँले बिहान ग्रहण गर्नुभयो भने शरीर र मन दुवै सन्तुलित रहन्छ। अन्तमा बुद्धले शान्त स्वरमा भन्नुभयो, स्वास्थ्य खोज्ने होइन, सृजना गर्ने कुरा हो र यो सिर्जना हरेक बिहानबाट सुरु हुन्छ। त्यसैले आजैबाट आफ्नो बिहानलाई साधारण दिनको सुरुवात नबनाउनुहोस्, यसलाई पवित्र अभ्यास बनाउनुहोस्। आफ्नो पहिलो विचारलाई पवित्र बनाउनुहोस्, आफ्नो पहिलो शब्दलाई सकारात्मक बनाउनुहोस्, आफ्नो पहिलो सासलाई सजग बनाउनुहोस्। याद राख्नुहोस्, जो बिहान सचेत हुन्छ ऊ दिनभर सुरक्षित हुन्छ। जो दिनभर सुरक्षित हुन्छ ऊ जीवनभर स्वस्थ हुन्छ। जो दिनभर सुरक्षित हुन्छ ऊ जीवनभर स्वस्थ रहन्छ। यही नै बुद्धको गहिरो सन्देश हो। बुद्धले आफ्ना शिष्यहरूलाई भन्नुभयो, तिमीहरू स्वास्थ्यलाई शरीरको अवस्था सम्झन्छौ, तर म भन्छु स्वास्थ्य चेतनाको अवस्था हो। उहाँले जमिनबाट एउटा सानो ढुङ्गा उठाउँदै भन्नुभयो, यदि मैले यो ढुङ्गा पानीमा हाले भने केही छाल आउँछ, तर यदि मैले ठुलो ढुङ्गा हाले भने ठुलो तरङ्ग आउँछ। त्यसपछि उहाँले थप्नुभयो, त्यसै गरी सानो नकारात्मक विचारले सानो असर गर्छ, तर ठुलो चिन्ताले ठुलो रोग जन्माउँछ। उहाँले
भिक्षुहरूलाई एउटा अन्तिम अभ्यास सिकाउनुभयो। बिहान उठ्ने बित्तिकै मनमा यी शब्दहरू दोहोर्याउनुहोस्। आज म आफ्नो मनको रक्षक बन्नेछु। आज म आफ्नो शरीरको मित्र बन्नेछु। जसले आफ्नो मनको रक्षा गर्छ उसलाई रोगले सजिलै छुन सक्दैन। उहाँले थप्नुभयो, मानिस दुई कारणले बिरामी पर्छ। एक, शरीरलाई बेवास्ता गर्दा। दुई, मनलाई नियन्त्रण गर्न नसक्दा। त्यसैले बिहानको समय यी दुवैको सन्तुलन हो। उहाँले एउटा गहिरो वाक्य भन्नुभयो, जसले आफ्नो बिहानलाई पवित्र बनाउँछ उसले आफ्नो कर्मलाई शुद्ध बनाउँछ। जब कर्म शुद्ध हुन्छ जीवन सहज बन्छ। जब जीवन सहज बन्छ रोगको स्थान कम हुन्छ। बुद्धले अन्तिम पटक मुस्कुराउँदै भन्नुभयो, तिमी बिहान उठ्दा नयाँ जीवन पाउँछौ। यदि तिमीले त्यो जीवनलाई सचेतना दिएनौ भने त्यो अवसर हराउँछ। त्यसैले आजैबाट एउटा सानो नियम बनाउनुहोस्। बिहान उठ्ने बित्तिकै 15 मिनट आफूलाई समर्पित गर्ने, कुनै गुनासो नगर्ने, कुनै तुलना नगर्ने, केवल श्वास, शान्ति र कृतज्ञता अनुभव गर्ने। यही नै साँचो औषधि हो। यो निशुल्क छ, यो सजिलो छ, तर निरन्तर अभ्यास चाहिन्छ। बुद्धको गहिरो सन्देश यही हो। रोग शरीरमा आउन सक्छ, तर यदि मन अडिग छ भने मानिस कहिल्यै हार्दैन। त्यसैले बिहान उठ्ने बित्तिकै सजगता खानुहोस्, शान्ति पिउनुहोस् र प्रेमलाई आफ्नो पहिलो कर्म बनाउनुहोस्। त्यसपछि तपाईँले महसुस गर्नुहुनेछ स्वास्थ्य कुनै बाहिरी चमत्कार होइन, यो तपाईँको प्रत्येक बिहानको सचेत निर्णय हो। स्वास्थ्य भनेको केवल रोगको अनुपस्थिति होइन। स्वास्थ्य भनेको आफ्नो मन, शरीर र आत्मालाई बुझ्न र सम्मान गर्न सक्ने क्षमता हो। जसले आफ्नो बिहान पवित्र बनाउँछ उसले आफ्नो जीवन पवित्र बनाउँछ। त्यसैले आजदेखि आफ्नो बिहानलाई केवल उठ्ने समय नबनाउनुहोस्, यसलाई जीवन परिवर्तन गर्ने समय बनाउनुहोस्। सजगता, शान्ति र कृतज्ञतालाई पहिलो खाना बनाउनुहोस्। तत्पश्चात तपाईँले देख्नुहुनेछ शरीर बलियो, मन शान्त र जीवन उज्यालो हुन्छ। स्वास्थ्य शरीर र जीवनको वास्तविक रहस्य बाहिर खोज्नु पर्दैन। यो हरेक बिहानको पहिलो क्षणमा लुकेको छ। जब तपाईँ बिहान उठ्ने बित्तिकै आफ्नो मनलाई शान्त राख्नुहुन्छ, श्वासमा सजग रहनुहुन्छ, शरीरलाई पानी र पोषण दिनुहुन्छ र आत्मालाई कृतज्ञता र प्रेमले भरिदिनुहुन्छ, तब रोगले तपाईँलाई छुन सक्दैन। नकारात्मकता, चिन्ता र रिसले शरीर कमजोर बनाउँछन्, तर सकारात्मक सोच, क्षमा र मौन अभ्यासले स्वास्थ्य र जीवनलाई बलियो बनाउँछ। शरीरलाई होइन, आफ्नो सम्पूर्ण जीवनलाई सजग, सन्तुलित र उज्यालो बनाउँछ। यही बुद्धको अमूल्य शिक्षा हो। मन शुद्ध र सजग रह्यो भने शरीर आफै स्वस्थ रहन्छ। स्वास्थ्य बाहिरको औषधि वा ठुलो चमत्कारमा छैन। स्वास्थ्य र जीवनको वास्तविक शक्ति तपाईँको बिहानको पहिलो क्षणमा लुकेको छ। नकारात्मकता, चिन्ता र रिसले रोग जन्माउँछन्, तर शान्ति, सजगता र प्रेमले जीवन उज्यालो बनाउँछ। जसरी सूर्य उदयले अन्धकार हटाउँछ, त्यसै गरी बिहानको सही अभ्यासले रोग र थकान हटाउँछ। बुद्धको शिक्षा स्पष्ट छ, जो आफ्नो बिहानलाई जित्छ उसले आफ्नो जीवनलाई जित्छ। अन्ततः हामीले बुझ्यौं, स्वास्थ्य कुनै बाहिरी चमत्कार होइन, यो त हरेक बिहान हामीले लिने सानो निर्णय हो। गौतम बुद्धको सरल तर गहिरो शिक्षा यही हो, जो आफ्नो बिहानलाई जित्छ उसले आफ्नो जीवनलाई जित्छ। त्यसैले भोलिदेखि होइन, आजैबाट सुरु गर्नुहोस्। बिहान उठ्ने बित्तिकै 1 गिलास शुद्ध पानी, केही मिनट गहिरो श्वास
र मनभरि कृतज्ञता। याद राख्नुहोस्, सजगता तपाईको पहिलो भोजन हो, शान्ति तपाईको पहिलो औषधि हो र प्रेम तपाईको पहिलो कर्म हो। यदि तपाईले बिहानको केवल 5 देखि 15 मिनटलाई आफ्नो लागि समर्पित गर्नुभयो भने तपाईको जीवन आफै परिवर्तन हुन थाल्नेछ। अब तपाईको पालो हो। के तपाई आफ्नो बिहानलाई पवित्र बनाउनुहुन्छ? यदि यो भिडियो मन पर्यो भने लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सिनुहोस्, किनकि तपाईको एउटा सानो सपोर्टले हामीहरूलाई हौसला त प्रदान हुने नै छ, तर यो भन्दा पनि हामी सबैको समग्र प्रयासले यस्ता खालको सकारात्मक सन्देश अझ धेरै मानिससम्म पुग्न मद्दत पुग्नेछ। अन्त्यमा प्रेरणाका कथाको अर्को श्रृङ्खलामा छिट्टै भेट हुने नै छ। त्यति बेलासम्मको लागि हजुरहरूको सुस्वास्थ्य, शान्ति र सफलताको कामना गर्दै आजको यस श्रृङ्खलाबाट बिदा हुन चाहन्छौँ। धन्यवाद।